वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी रमाइलो गर्नको लागि हिँडेको छ है। अब कति माइन्ड ह्याङ हुन्छ नि त, दिन सधैँभरि ड्युटी। आज चाहिँ टक्क हाम्रो होटलको साथीहरू चाहिँ मिलेर माथि डाँडातिर होइन आनन्दले चिल पाराले मासु पोलेर खाने अरे ड्राई पिकनिक जस्तो इन्जोय गर्नुपर्छ। है गाइज, हामीसँग चाहिँ टक्क लाग्यो कोइला सोइला बगेको छ। पछाडि साथीहरूसँग मासुको पोको यहाँ साथीहरू है। आज हामी चाहिँ होटलबाट बाहिर निस्किसकेका छौँ। अब हामी जाने भनेको चाहिँ यहाँ माथि डाँडातिर टक्क लगाएर अझै पनि मान्छेहरू रहेछ के अरे। यहीँनिर हो अझै रहेछ। यही डाँडामा जाने आनन्दले मासु पोलेर अनि खाने हो। चाहिँ टक 8:30 बजे पनि यहाँ चाहिँ उज्यालो छ है गाइस। इन्जोय। मासु बोकेर है हाम्रो केटाहरू आवाज दामी। यहाँ चाहिँ यतिकै के अरे यो वृक्षारोपण पनि गरेको होला है। लाग्यो अब हामी जङ्गलतिर। अब दाउरा साउराहरू खोज्नु पर्यो है, पहिलाले मात्रै पुग्दैन होला। यहाँनिर निकाल्यो भने त अब यहाँ त टेनै तागेर बस्दो रहेछ त। यहाँ मान्छे बसिहाल्ला मान्छेहरू अन्त यो घुम्न आउँछ नि यसो टक्क लगाएर। सेनाहरू उहिले जमानाको माओवादीहरू जस्तै भनौँ न। डाँडा काँडा कस्तो घाम लागेको जस्तो भइरहेछ। यहाँ म अहिले अस्ति नै एकचोटि चुरा थियो। अमेजिङ खतरा ठाउँ छ कि यहाँ चाहिँ। यो डाँडामाथि चढेर हेर्नुपर्छ। हामी चाहिँ बल्ल बल्ल यहाँ डाँडातिर आइपुग्यो। दाइको पछि पछि हिँडेको खै। हामी चाहिँ पोर्चुगल हिँडेको है। अब बाटोतिर जङ्गलतिर होटल छैन, त्यही भएर चाहिँ टक्कै दाउरा बटुल्यो। यी साथीहरू दाउरा बटुल्दैछ अनि जङ्गलमै पकाउने खाने है। त्यो बिजोक काठ भनेर काठको लागि दाउ। अब यस्तो छ हालत यो जङ्गलतिर हेर्न सक्नुहुन्छ। यी सबैजना है दाजुहरू बिजोक छ बिजोक। हिँड्दै पुरै अँध्यारो भइसक्यो। हाम्रो होटलको लाइटहरू त क्या दामी देख्दो रहेछ। चाहिँ हाम्रो ठक्क आगो बाल्ने कार्यक्रम भइरहेछ। हाम्रो सेफ दाजु है यो चाहिँ। बल्यो मासु खान पाइने भयो। दामी पुरै अँध्यारो भइसक्यो। आइज एयरपोर्ट
एयरपोर्ट दामी देख्दो रहेछ त ओइ होइ भाइ तपाईको यस्तो आउँछ मेरो त नाइट भ्यूमा पनि खतरा आउने रहेछ त हेर्नु हामीसँग अरु कोइला दामी 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 कार्यक्रम चाहिँ सुरु भयो अब म एकजनाले मोबाइल सुना दिनु न ल बस मेरो भाइ नयाँ हो अब ल ल्याऊ कम हामी धेरै उस त यार प्लास्टिक उसमा त नफाला भोलि फेरि जिआरले फाइन हान्छ चु यहाँ चु भालाई धराने बुङ्गुर धरानबाट आएको कालो बुङ्गुर के त अब त कार्यक्रम सुरु गर्नु कति बेला गर्ने आउँछ नि त आउनुहुन्छ नि त यो पोल्दा फर्काउँदा हामीले चाहेर ठिक्क बेला आउनुहुन्छ अब बन्द गर यो लिड होला लक छैन लक हुनुपर्ने लक त हुनु पर्ने यार अर्कोमा हेर्नु त त्यसो लक भएन भन्दा यो त अड्किँदैन नि नि मजा आउँदैन फेरि यार जेडी त अब एउटा मात्र बाँकी छ भनिदिनु खतरा पाक्यो नुन चाह त नुन हालेछ के सबै के कस्तो यार ज्याक डेनल्स ल्याएर अब मासु मात्रै के गर्नु हाल नि पर्न लक्ष्यलाई मात्रै भनेको ल मान्छेलाई पनि देखिन्छ मैले उसको लाइट बाल्नु केही फरक पर्दैन सरहरूको खिचाउन पार्टी म त खासै नखाने मान्छे होइन खाने लिनी मान्छे मात्रै है नयाँ मान्छे हो दामी बल्यो भन्नु मेरो त नामै लिएर त तिमीले के यस्तो सर म्यानेजमेन्ट गर्ने म खै त अनि तपाईँलाई कसरी देख्दैन त राम्रोसँग अनि ल के भन्नु छ भन्नु नि त तपाईँको सरकार बिचार भाइहरू बिहान जाने सोम दाइ बिहान जाने ड्युटी सोम कि ओम दाइ देख्दैन मलाई थाहा छैन फेरि डाक्टर आउँछ भन्ने थाहा छैन न जुनलाई खै त जुन पनि ल हामी चाहिँ फर्केको है फर्केको मुड अब यस आधारमा केही देख्दैन कि पार्टी सकेर फर्केको हामी चाहिँ यता के अरे पोर्तो क्रुज पोन्ता देलगादा सान्ताना त्यो सबै रमाइलो भयो भयो रमाइलो भयो एकदम पार्टी र सकाएर आएको हामी चाहिँ नत्र त सुरुमा स्टार्ट हुनुभन्दा अगाडि झन् सब किचनहरू सफा गर्ने कति घन्टा ड्युटी गर्ने सब अनि यो मेन टाउको के अरे जिंदगी की हर ठोकर ने बस एक ही सबक सिखाया है, रास्ता कैसा भी हो सिर्फ अपने कदमों पर भरोसा